म चाहिँ यताबाट क्याफे पुगिसकेँ होइन एन्ड दिस इज द सो अघि भनिहालेँ मैले मेरो नाकको मेरो टाइटल के हो Boys were amazing. سلامات سلامات سلام سلامات 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 سلام سلامات مدينة بيع سلامات مدينة ويل سلامات مدينة رول سلامات مدينة تريد سلامات مدينة ملكال سلامات. गुड मर्निङ मैले कहिले पनि सोचेको थिएन कि लाइक यस्तो पनि दिन आउँछ भनेर क्या एन्ड आइ एम रियली ह्याप्पी किन यो भिडियोमा तपाईँलाई थाहा हुनेछ होइन आजको ड्रेसअप चाहिँ मेरो क्याजुअल मात्रै हुन्छ होइन त्यस्तो हाई फेसन केही गर्न मन छैन यसको नभए जस्तो क्याजुअल आउटफिट आज त्यही भएर ब्ल्याक चेल्सी बुट पहिला मैले चेल्सी बुट लाउँदैन थिएँ क्या पहिला अनि जबदेखि चेल्सी बुट लाउनु थालेँ वान अफ माई फेभरेट भयो क्या अहिले आएर किन भन्दा आई गेस सबैसँग मजाले पेयर हुन्छ त्यही कारणले चेल्सी बुट इज वान अफ द फेभरेट इफ तपाईँसँग छैन भने ट्राई वान्स अब मनपर्छ भने किन्दा भयो होइन नत्र एउटा यस्तै खालको नर्मल ब्ल्याक अलिकति यो चाहिँ मेरो लो एङ्कल भयो अलिकति हाईवाला किन्नु होइन इट विल गो विथ एभ्रिथिङ के लाइक जिन्स प्यान्ट भयो होइन अनि फर्मल प्यान्ट त भइहाल्यो अथवा अरू कुनै हाई वेस्ट प्यान्टहरू छ भने पनि त्यसमा पनि जान्छ अभियसली ट्राउजरहरूसँग चाहिँ अलिकति हुँदैन जुन त्यो त्यसलाई के भन्छ जगर्स टाइपकोमा जाँदैन किनभने त्यो त अभियसली अर्कै फिट भइहाल्यो सो त्यो बाहेक चाहिँ नर्मली 100 फिटमा गइरहेको हुन्छ क्या विच इज गुड अनि मलाई त्यही भएर चेल्सी बुट चाहिँ राम्रो लाग्छ अब मन पऱ्यो भने त पछि ब्ल्याकको पनि डिजाइन आउँछ अनि ब्राउन छ अभियसली अरू के कलर छ मसँग चाहिँ एउटा ब्राउन र यो ब्ल्याक छ एउटा रेगुलर युजमा चाहिँ ब्ल्याक युज गरेर आउँछु किनभने इट गो विथ एभ्रिथिङ त कलर वाइज पनि अनि ब्राउन चाहिँ जस्तो हिजो मैले एउटा पार्टीमा चाहिँ ब्राउन प्यान्ट लगाएको थिएँ सो त्यसमा ब्राउन सुज म्याच गर्थ्यो त्यस्तोमा चाहिँ म ब्राउन सुजहरू लगाउँछु क्या नर्मली चाहिँ कुनै फिट छ भने चाहिँ म ब्ल्याक प्रिफर गर्छु एन्ड यो मैले लगाइरहेको पोलिस चाहिँ यो खासमा के भन्छ क्रिम हो क्या क्रिम फेस क्रिम नै हो खासमा यो चाहिँ एउटा एक्सपायरी डेट भएको कारण फेस लगाउनु मिल्दैन सो जुत्ता लगाउँछु जुत्ता टल्किन्छ क्या मजाले यसो साइनी भएर बस्छ क्या विच इज नाइस सो तपाईँ नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो सो अघि भनिहालेँ मैले आजको दिन चाहिँ एकदम स्पेसल छ मेरो लागि स्पेसल काइन्ड अफ स्पेसल चाहिँ स्पेसल नै हो होइन किन भन्दा मैले कहिले सोचेको पनि थिएन यस्तो दिन आउँछ भनेर एन्ड आइ एम भेरी ह्याप्पी अब त्यो किन के कस्तो चाहिँ म भिडियोमा भन्ने नै गर्छु अगाडि अहिले चाहिँ सुरुमा म यहाँ चिया खान लाग्छु चिया खाएर रेडी भएर निस्किहाल्नु पर्ने छ कहाँ जानु लाग्यो के गर्नु लाग्यो त्यो सबै देखाउँछु पहिला चाहिँ चिया खाम अनि बाइक कुरा म पछि भिडियोमा देखाउँदै गर्छु अब चाहिँ रेडी हुनु पऱ्यो है म गइसक्यो त्यही भएर आजको मेरो लुक गर्न बी अ सिम्पल लुक होइन यस्तो एकदम फ्ल्यासी मलाई केही गर्न मन छैन आइम गोना वेयर दिस ब्ल्याक फर्मल प्यान्ट होइन दिस क्रोसेट टाइपको सर्ट के यो लाउँछु विथ सिम्पल एसेसरिज कपाल आजकल कपाल त्यस्तो पहिला जस्तो मिलेकै हुँदैन क्या किन हो थाहा छैन अस्ति मैले अलिकति लङ पारिरहेको थिएँ त्यसको बानी भएर नमिला फिल भएको हो कि मेबी है आई डोन्ट नो दिस इज पर्फेक्ट यो सर्ट चाहिँ लाइक यो वेदरको लागि पर्फेक्ट छ क्या किनभने दिउँसो गर्मी हुन्छ अनि बिहान बेला हल्का चिसो सो यो चाहिँ काइन्ड अफ पर्फेक्ट छ भन्छु लाउँदाखेरि त्यही हो धुँदाखेरि अलिक झ्याउ हुन्छ फेरि मैले खास नेपालमा चाहिँ यस्तो खालको टाइपको चाहिँ भेटाएको छैन किनभने अभियसली बाहिर किनेर लिएर आएको हो नेपालमा यस्तै खालको भेट्छ भने चाहिँ लाइक अझै म किन्न चाहन्छु अरू कलर अप्सनमा इभन व्हाइट पनि राम्रै छ एन्ड म सधैँ भन्ने गर्छु भिडियोमा चाहिँ होइन नर्मली कुनै एउटा लुक कम्प्लिट गर्नु छ भने एसेसरिजहरू चाहिँ मस्ट भन्छु क्या किन भन्दाखेरि लाइक अहिले मैले केही लगाएको छैन एन्ड एम जस्ट अनि अहिले म आइम गोना पेयर दिस विथ योवाला लकेट होइन योवाला लकेटसँग पेयर गर्नु गइरहेको छु अनि यसले गर्दाखेरि लाइक त्यो लुक अलिकति इन्हेन्स भइहाल्छ क्या सो एसेसरिज चाहिँ मस्ट भन्छु क्या जस्तै अहिले लाइक केही छैन क्लिन देखिरहेको छ त्यस्तो केही छैन अनि थप्ने बित्तिकै त्यो एउटा छुट्टै एउटा चाम टाइपको एड गर्छ क्या त्यसले लाइक दिस यतिको भइसकेपछि लाइक अलिकति हुन्छ नि केही नलागेको बेला आँखा सबैतिर जान्छ तर केही लगाएपछि आँखा सबैको यहीँतिर जान्छ क्या सो त्यो चाहिँ एउटा एक्सेसरिजको काम हो एन्ड अभियसली रिङ अनि वाचेस ब्रेसलेट्स इयररिङ्सहरू चाहिँ एक्स्ट्रा कुराहरू हो सो मस्ट भनेको चाहिँ एउटा लकेट भन्छु म
सुटहरूमा बाहेक नर्मल सर्ट टी सर्ट लाउँछ भने चाहिँ एउटा लकेट एउटा ब्रेसलेट रिङ अनि वाच त्यो पुग्छ। त्यति छैन भने घडी इज द मस्ट। वाच चाहिँ एउटा मस्ट नै भन्छु म चाहिँ। सो दिस गर्न फेरि आउटफिट आजको लागि यही नै हो आजको लागि मेरो आउटफिट। बाहिर ज्याकेट लगाएर निस्किहाल्छु। फेरि म ढिलो हुन्छ अहिलेसम्म सामानहरू प्याक गरेर निस्किहाल्नु पऱ्यो। आई एम अल सेट होइन अब निस्किनु लागेको 9:30 भइसक्यो। किन त्यहाँ साथीले मेकअप गरिदिन्छु भनेको थियो त्यो ढिलो हुन्छ। सो अब निस्किहाल्छु। म चाहिँ अहिले यता एउटा क्याफे पुगिसकेँ होइन। एउटा साथीले मेरो मेकअप गरिदिन्छु भनेको थियो। सो त्यही भएर यता क्याफे मेकअप गर्न आएको। अनि मेकअप गरेपछि चाहिँ निस्किन्छु। एन्ड दिस इज द आफ्टर द मेकअप लुक होइन कस्तो भयो। यो मेकअप गरिसकेपछि चाहिँ लास्टमा चाहिँ यो के भन्छ दार्जिलिङमा कालो भएको कारणले त्यो व्हाइट र ब्ल्याक क्या डार्क देखिन्छ क्या दार्जिलिङ। ठिक छ अब यहाँ लेमन टी खाइयो। अब सिधै उता लोकेसनमा पुग्छु अनि त्यसपछि भन्छु म के चाहिँ हो आज मेरो इभेन्ट भनेर। ओके अहिले चाहिँ म ज्यासन फिटनेसमा छु होइन। एन्ड हेयर इज आवर विनर 900 होइन। आज हामी के सोच्दै अब अस्तिसम्म त हामी कन्टेस्टेन्ट थियौँ, आज हामी जजेस भएर आएको छौँ। यस आज हामी चाहिँ 900 अडिसनको जजेस हो होइन। एन्ड फ्रम कन्टेस्टेन्ट टु जजसम्मको लागि के अरे जर्नी चाहिँ एकदम बवाल भइरहेछ क्या। त्यही त कति टाइम चाँडै बित्यो नि है। लास्टै जाने बित्यो। एक वर्ष अगाडि यतिखेर ट्रेनिङ गर्दै थियौँ केही गर्दै थियौँ होइन। एक वर्षमै धेरै कुरा चेन्ज भयो। जजेस ठिक छ होप राम्रो मान्छेहरू आएको होला भन्ने पनि आशा छ। लेट्स सी के हुन्छ भिडियोमा देखाउँदै गर्छु। स्टे سلامات 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 سلام سلامات مدينة بيع سلامات مدينة وين سلامات مدينة رول سلامات all set for audition होइन। سلامات سلامات سلام سلامات 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 سلام سلامات Do you know who is the first winner of 900 from Nepal? بحر الغزال سلامات ينبيو سلامات مريدي لك سلامات نمرنيان سلامات مدين واو سلامات 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 سلام سلامات 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 سلام سلامات سلامات جنوب मलाई हेर्नु होइन मेरो नाम र मेरो टाइटल के हो? तपाईँले अघिल्लो पालिको मेन्टनसिपबाट स्वस्ति घटा हो। Okay, there is something better and there is me. So म त्यो कसो भेटिन्छु त्यो? यता क्लिन सेप छ यता दारी छ गाली गर्ने होला नि कस्तो प्रश्न गर्यो भनेर गाली गरेको कसैले आएको त्यस्तो चाहिँ भने तर अलिसँग अब धेरै क्वेसन सोध्छन् भनेर चाहिँ अहिले पाँच घन्टा त तपाईँको विनर पनि जस्तो लाग्यो यसरी हेर्दा म्याम यो होला त हुन्छ नि हेर्दा हेर्दै थाहा हुन्छ कि यसको पनि थाहा हुन्छ भन्नाले पनि होइन यार यो खतरा छ यार यो खतरा छ त्यस्तो चाहिँ लाग्यो। सो तपाईँ 5 घन्टा बाहिर कुदिराख्दाखेरि धेरैजना अलिकति हट्टाकट्टा मान्छे देख्नुभयो होला होइन। सो कतिको चाहिँ इम्पोर्टेन्स छ जस्तो लाग्छ म्यानहरूमा फिजिकल फिटनेस चाहिँ? तपाईँ कुन वेमा चाहिँ फिट छैन जस्तो लाग्छ तपाईँलाई आफूलाई चाहिँ? गुड थ्याङ्क यू फाइनल द अडिसन इज ओभर। के भन्न चाहनुहुन्छ? फाइनल द अडिसन इज ओभर। एकदमै रमाइलो भयो फर्स्ट टाइम हो होइन। मै नर्भस थिएँ क्या खासमा एज अ बिङ अ जज। अनुसारले हेल्प गर्नु धेरै कुरामा। हेलो
रुजितलाई कस्तो भइरह्यो आफै नर्भस थियो मै नर्भस भयो क्या त सुरुमा चाहिँ अब अहिले चाहिँ आई क्यान अरूलाई जज गर्नु इज अ भेरी टफ वर्क क्या सर त्यो जियोस् आजको ओभरअल राम्रो गयो अब रिजल्ट चाहिँ छिट्टै आउनेछ हेरौँ कस्तो हुँदो रहेछ बोइज वर अमेजिङ यस्तो खतरा खतरा केटाहरू आएको थियो एन्ड देयर ट्रान्सफर्मेसन इभेन्टमा आउनुभन्दा अगाडि नै यति खतरा छ वेयर लुकिङ फरवर्ड टु वर्क विथ देम अझै बेटर फाइनली द अडिसन इज ओभर होइन मान्छेलाई जज गर्ने सच अ टफ वर्क क्या ओके अब चाहिँ म यहाँ वेभर सिनमा छु होइन यहाँ बिरयानी खान आएको खाजाहरू खान आएको सो लेट मी ओके म खाँदा खाँदै लाइक आजको एक्सपिरियन्स के कस्तो भयो सेयर गर्छु थोरै होइन कसैलाई जज गर्नु भनेको चाहिँ इजी काम चाहिँ होइन रहेछ क्या किन भन्दाखेरि बिहाइन्ड द ब्याक बोल्नु इज सो इजी होइन तर कसैको अगाडि बसेर उसलाई क्वेसन गर्नु होइन अनि सर्टेन कुराहरूमा जज गर्नु भनेको चाहिँ एकदमै टफ काम रहेछ आज थाहा पाएँ मैले त्यही हो दिस वाज माई फर्स्ट टाइम होइन एज अ जज पहिला 1 वर्ष अगाडि म एज अ कन्टेस्टेन्ट थिएँ भने अहिले एज अ जज आइम सो प्राउड अफ माइसेल्फ होइन लाइफ कहाँबाट कहाँ पुग्यो भन्ने कुरा हो सो इफ यु ट्राई लाइफ चेन्ज हुन्छ भन्ने कुरा चाहिँ थाहा पायो ओके पहिला बिरयानी खान्छु बाइक कुरा पछि गर्छु है त म चाहिँ जजिङ अदर्स भनेको एकदमै हार्ड काम रहेछ क्या कसैको फेस अगाडि नै क्वेसन सोधेर जज गर्नु चाहिँ एकदमै हार्ड टास्क रहेछ एन्ड दिस इज माई फर्स्ट टाइम प्रेजेन्टिङ एज अ जज होइन एन्ड 1 वर्ष अगाडि म यही ठाउँमा एज अ कन्टेस्टेन्ट थिएँ भने अहिले चाहिँ एज अ जज छु सो माई लाइफ अरूको लागि चाहिँ सेम देख्ला आई हेभ ग्रोन अप अ लट अफ थिङ भनेर थाहा भयो आज आएर किन भन्दाखेरि पहिला त्यही ठाउँमा हुँदाखेरि म एकदम नर्भस थिएँ भने आज अरूलाई त्यही ठाउँमा बसेर तर अपोजिट साइडमा बसेर क्वेसन सोधिरहेको छु क्या जज गरिरहेको छु क्या सो दिस इज अ बिग एचिभमेन्ट फर मी अनि टकिङ अबाउट आजको कन्टेस्टेन्ट्सहरू चाहिँ लाइक राम्रै थिए सम अफ देम हेभ लट अफ थिङ टु इम्प्रुभ होइन अब जुन टाइम अनुसार ग्रेजुअली इम्प्रुभ हुन्छ सो त्यही हो अब बाइक कुरा भिडियोमा अलिअलि देखिहाल्नुभयो होला तर जस्ट भन्ने कुरा यही हो कि आई हेभ एचिभ समथिङ इन माई लाइफ सो अब त्यही हो यहाँ विभर सिनमा खाजा खान बसिरहेछौँ अनि त्यसपछि घर लाग्छौँ इफ एनी वान अफ यु आर वाचिङ दिस भिडियो एन्ड वान्ट टु ट्राई द म्यान हन्ट पेजेन्ट यु क्यान फिल अप द फर्म थ्रु म्यानर्स इन्टरनेसनल नेपाल पेज त्यहाँ लिङ्क छ यु क्यान फिल अप द फर्म एन्ड कन्ट्याक्ट देम फाइनली म चाहिँ घर पुगिसकेँ होइन एन्ड टाइम इज अलमोस्ट 8:40 भइसक्यो सो त्यहाँ खाजा खायौँ होइन आजको दिन राम्रै भयो हो तपाईँले भिडियोमा हेर्नुभयो राम्रो लाग्यो होला आजको के भन्नु थियो मैले आजको न्युज चाहिँ त्यही हो लाइक म म्यानहरूको अडिसनको जज थिएँ सो इट वाज काइन्ड अफ अनएक्सपेक्टेड नै थियो मेरो लागि पनि एन्ड न्यू एक्सपिरियन्स अघि भनिहालेँ जजिङ समवन इज नट अ इजी टास्क होइन त्यो पनि अब के कुरामा कमी छ भन्ने कुरा किनभने आफूमा पनि त्यो कमी कमजोर हुनसक्छ बट फ्रम अडिसन टु कन्टेस्टेन्ट टु विनर टु बिङ अ जज इज अ रियली गुड जर्नी अफ माइन्ड सो द्याट्स इट काम गर्दै गयो भने यु क्यान अचिभ समथिङ भन्ने कुरामा थाहा भयो यु जस्ट निड टु हेभ अ पेसेन्स गर्दा गर्दा लाइक 1 वर्ष बितेको थाहै पाएन मैले म्यानहरू जोइन गरेको 1 वर्ष भयो भनेर म आफै नै छक्क छु क्या अहिले पनि किनभने हिजो अस्ति भर्खरै टाइटल जितेर बाहिर गएर नेपाल रिप्रेजेन्ट गरेर आएको जस्तो लाग्थ्यो बट इट्स अ होल 1 year क्या सो आइएम एकदम सक सो द्याट्स इट फर टुडे होइन कति कुरा एउटै कुरा दोहोऱ्याइराख्नु आई ह्याड अ रियली ग्रेट डे भिडियोमा मैले जस्टिफाई गर्न नपाए तापनि बट आई रियली इन्जोयड बिङ द जज फर द म्यान अन अडिसन 2026 को लागि द्याट्स इट फर टुडे आई विल सी इन द नेक्स्ट भ्लग